हेलो नमस्ते सबैजनालाई। अनि म चाहिँ कोरिया आइपुगे भनेर जानकारी गराउँदैछु। अनि म चाहिँ फर्स्ट कोरिया आएर फर्स्ट भ्लग बनाउने ट्राई गर्दैछु। अनि मेरो बुढो चाहिँ गाडी पुस्नु हुँदैछ, यहाँ फोहोर भयो त, त्यही भएर गाडीलाई राम्रो बनाउँदै हुनुहुन्छ। म चाहिँ बुढोको भिडियो बनाइदिँदैछु। अनि चिटिक्क पारेर हिँड्नुहुने अरे। चल्दै थियो, अहिले घाम लाग्यो फेरि। हाम्रो चाहिँ बस्ने ठाउँहरू चाहिँ त्यही हो, यही घरहरू हो। यस्तो हुँदो रहेछ कोरियाको घरहरू चाहिँ। हामी चाहिँ बाहिर घुम्न जान लागेको। आज चाहिँ बुढोले घुमाउन लानुहुन्छ अरे। कोरियाहरूमै हाम्रो बस्ने ठाउँहरू चाहिँ त्यही हो। गइरहेको छु। बाटोहरू चाहिँ यस्तो रहेछ है, कोरियातिरको बाटोहरू एकदम सफा लाग्यो मलाई चाहिँ। सफा रहेछ, सफा चिटिक्क परेर राम्रो लाग्यो। हामी चाहिँ घुम्न गइरहेको छौँ खारेबीबाट। खारेबी हैन गइरहेको छु मैले चाहिँ नेपालको एकदम कोरिया आएर। हामीलाई त त्यस्तैमा हिँड्ने बानी परेको छ नि त, त्यस्तै पो रमाइलो लाग्छ त। धुलो नदेख्दा अनौठो हुँदो रहेछ। अनि हामी चाहिँ घुम्न जाने भन्दै थियो, फेरि कम्पनीतिर पो हिँड्ने हो हामी त। वहाँ कम्पनीमा साहुबालाई बुढी देखाउनु पर्ने रे उसको। अनि त्यहाँबाट फेरि हामी चाहिँ कम्पनीतिर लाग्यौँ साथीहरू। कम्पनी पुग्न लाग्यो हामी चाहिँ। अब कम्पनी त धेरै टाढो छैन हामी बसेको ठाउँदेखि, कम्पनीतिर पनि मोडियो त हो। ल अनि यहाँ चाहिँ कम्पनी पनि पुगिसक्नु भयो। बुढो चाहिँ फोन गर्दै हुनुहुन्छ, कता हो कहाँ हो, हामी त आइपुग्यौँ है ल भनेर। अनि मलाई चाहिँ लाज लागिरहेछ है, नजाउँ न कम्पनी सम्पनी भनेको, फेरि जानै पर्ने रे। होइन जाउँ न एकछिन पुग्दिउँ भन्ने कुरो गर्नुभयो। ल हामी त कम्पनी पुगेर पनि फर्क्यौँ। कम्पनीको तिर धेरै दूर बसेर फर्केर नेपाली होटल रहेछ। नेपाली होटलमा हामीले खाजा पो खानु पर्छ साथीहरू। खाजा आउँदै थियो, हामीले पानी दिनुभयो दिदीले। अनि पानी पर्ने थियो। त्यही भएर आज हामीले घुम्ने कार्यक्रम स्थगित गरिदिएर हिँड्यौँ घरतिर।